दर्शन नमस्ते। आज 2083 सालको जेठ 1 गते 14 मे 2026। अहिले हामी यो दार्जिलिङको बतासे भन्ने ठाउँमा घुमको छेउमा बतासे भन्ने पर्यटक स्थलमा हामी छौँ र यहाँको जुन चाहिँ कान्छी छुकछुके रेल पनि देखाइरहेका छौँ र मेमोरियल भारतीय भूपि सेनाको मेमोरियल पनि देखाउँदैछु। ल यहाँ ल खङ्गती थाम्देन ल यहाँ छुकछुके रेल आयो है हाम्रो। ल एकदम राम्रो स्ट्रिम पहिलाको धेरै पुरानो। यहाँ चाहिँ घुम्दै घुम्दै गएर यसैको मुनिबाट घुमेर चाहिँ तल छिर्ने गरेको छ र यो एकदम सही ठाउँमा सही समयमा हामी आइपुगेका छौँ र तपाईँहरू देख्न सक्नुहुन्छ यो दार्जिलिङको पर्यटकीय स्थल यो भारतीय भूतपूर्व सैनिकहरूको जुन चाहिँ यो स्मारक हो। यहाँ चाहिँ वीरगति प्राप्त गर्ने शहीदहरूको नाम, नम्बर, र्याङ्क, नेम लेखेको हुनुपर्छ। तर यसभित्र चाहिँ जो कोहीलाई चाहिँ पस्न नदिने भन्ने कुरा छ। यहाँ घुमेर फेरि तल छिरेर यो दार्जिलिङतिर घुम पाहाडबाट दार्जिलिङतिर जाँदैछ र भने अब यसको चाहिँ लगत्तै यतातिर यो मुनिबाट घुमेर चाहिँ यतातिर निस्केर जान्छ भन्ने कुरो म यहाँहरूलाई अब त्यो मात्रै यो भित्रबाट देखिँदैन, यसको मुनिबाट यता मुनिबाट छिरेर जाने गर्दछ र यहाँ एकदमै रमणीय स्थल। प्रत्येक भारत र देश विदेशदेखि आएर यहाँ राम्रो रमाइलो ठाउँ, फुलै फुल फुलेको ठाउँहरू चाहिँ यहाँ हेर्ने, घुम्ने, अवलोकन गर्ने गर्छन् मानिसहरू। घरमै बस्दाखेरि अलिकति व्यावहारिक कुरोहरूले चाहिँ सताइराखेको अवस्था र त्यो कुराहरूलाई एकछिन भए पनि 10 मिनट भए पनि बिर्सिदिनुको लागि पनि मानिसहरू विभिन्न रमणीय क्षेत्रहरू, पर्यटकीय क्षेत्रहरू, यो मनलाई शान्त वातावरणमा जुन कुराले ल्याउँछ त्यस्तो ठाउँहरूको खोजी गर्ने एउटा मानिसको एउटा स्वभाव हो। तसर्थ म आज यहाँ यो दार्जिलिङको घुमको छेउमा तपाईँको यो बतासे भन्ने ठाउँको फुलबारीको अवलोकन गरिरहेको छु र तपाईँहरू विभिन्न ड्रेसहरू लगाएर फोटो खिच्ने पनि यहाँ गरिन्छ र तपाईँहरू दार्जिलिङतिर आउनुभयो भने कुनै हालतले पनि त्यस क्षेत्रबाट अवलोकन नगरिकन नफर्किनु होला भन्ने कुरो राख्दै म फेरि पनि तपाईँहरूको माझ आउने बाचा गर्दै साम थाम्देन केही क्षणको लागि बिदा हुनुभन्दा पहिले सेवाहरू टक्राउँदै म तपाईँहरूबाट बिदा हुन चाहन्छु। यो स्ट्याचु, यो स्मारक, यहाँनिर नो एन्ट्री भन्ने लेखिएको छ र पनि हेर्नुहोस् यो राइफल बोकेको एउटा चाहिँ अब यो स्मारकपट्टि उहाँहरूले सिउर यहाँ राइफल उल्टो सर्च गरेर यहाँ सम्मानजनक यो स्मारकलाई गरेको भन्ने बुझिन्छ र यो बतासे डाँडा रेल घुमेर जमिन मुनिबाट छिरेर चाहिँ यो जाने गर्दछ। ल झन्नै एक चक्कर लगिसकेका छौँ। यो एकदमै अत्यन्तै यहाँ अब नामहरू यो आरोह अफ हनर
चाहिँ सम्मानित जुन व्यक्तिहरूले चाहिँ कुन ठाउँमा चाहिँ वीरगति पुऱ्याए बहादुरी कमाए ती व्यक्तिहरूको चाहिँ अब यहाँ एकदमै नाम उल्लेख गरेको छ। नाम नम्बरहरू तपाईँ समय निकालेर तपाईँ कुन पल्टनको कुन जिआरको तपाईँले यहाँ देख्न सक्नुहुन्छ। अवलोकन गर्नुहोला। र यहाँ हामीसँगै आएका साथीहरू कहाँ हुनुहुन्छ भनेर चाहिँ मैले खोजिरहेको छु। भिडभाड एकदमै विदेशी यो जिल्ला बाहिरदेखि विशेष गरेर तराई मूलका व्यक्तिहरू चाहिँ यहाँ देख्न सकिन्छ। र यहाँ भिडभाड भइरहेको अवस्था छ। यहाँ विभिन्न ड्रेसकोहरू विभिन्न जातिगत ड्रेसहरूको चाहिँ लाएर फोटो खिच्ने चलन अनुसार यहाँ भिडभाड देख्न सकिन्छ। यो मान्छेहरूको भिडमा म आफूलाई पनि कहाँ हराइरहेको छु भन्ने कुराको यहाँ उ गर्न सकिरहेको छैन। र मेरो साथीहरू पनि कहाँ गयो भन्ने कुरा पनि यहाँ मैले अत्तो लाउन सकिरहेको छैन। एकदमै भिडभाड छ। अझ मौसमले पनि साथ दिएको छ। सुहाना मौसम भन्छ यसलाई। रमणीय स्थल एकदम अवलोकन गर्नुहुन्छ। सारा कति राम्रो फुलबारी स्मारक एकदमै यति कुरा राख्दै म तपाईँको सँगैको साथी पहिला मेरो सँगै आउने साथीहरू यता कता सस्तो देखा परे जस्तो लाग्छ। मान्छे त लुगा अर्कै लाएर नचिनेको छ। म यहाँ कतिपल्ट घुम्नु आएँ। खै घुमती फेरि ओके ल हस् त बिदा हुन चाहन्छु। है ल सेवारो नगेन गर्मी भइरहेछ। ओके।